सटरडे मेरो स्कुलको छुट्टी हो टाइम चाहिँ अब 8:59 भयो अब चाहिँ म ब्रुस गर्न गएको छु ब्रुस गरेर तपाईँहरूसित भेट्छु ल हेलो गाइज मैले ब्रुस गरेर आइसकेको छु अब चाहिँ मैले केही खेल्ने गएको छु यहाँ त्यतिसम्म भात पाकिदिएको हुन्छ मैले चिया खान्न किनकि आज म ढिलो उठिदिएँ त्यही भएर अब चाहिँ म भात खाएपछि तपाईँहरूसित भेट्छु ल हेलो गाइज अब चाहिँ सुवामा मैले एउटा सामान लगिदिएको गयौँ छोड्न गयो माथिबाट अब जाँदैछौँ जान्छु बाटो बुरुङ ल्याएर है नचा एकैचोटिमा ननचाउनु पाए धेरै दिनदेखि ननचाएको अहिले तल जाला नाच्दैन कि यार यहाँ नाच्दैन माथि यसो नचाउँ अब चाहिँ माथि जाँदैछौँ यहाँ बाटो यस्तो अब माथि नचा 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 हातमा ले ल प्रोफेसनल गाइज हुन्छ प्रोफेसनल अब चाहिँ जाँदैछौँ कतिचोटि भने मैले देख्न सक्नुहुन्छ सिस्नो यहाँ अब तपाईँलाई मैले माथि गएपछि भेट्छु हामी के खेल्ने हो माथि गएपछि भेट्छु तपाईँसित चोप्दै गाइज अब चाहिँ हामी बाटो आइसक्यो हामी जाने भनेको यो घरमा हिँड्नुहुन्छ मेरो गुमाबाट हामी दुइटाको त्यही भएर जान्छौँ यहाँ गुमा यहाँ नजा कि ओह्रालो भयो अहिले जाला अब जाऊँ र म चिया दिन्छु त यहाँ नझर्दै माथि चाहिँ सिधै नानी हान्छ नालीमा जान्छ रोड पेपर फेरि मैले नचाइदिन्छु नि यहाँ साथीहरू यहाँ गएपछि तलतिर यहाँ कस्तो खेल यहाँ तलतिर जान्छ यहाँ नचा अटो आउँदैछ साथी चाहिँ दामा अब हामी माथिबाट पुगिसक्यो सामान दियो ढोक गऱ्यो ढोग्यो अनि यहाँ बढ्छ भने पनि यहाँ अब भुरुङ नचाहे अरे नचा अब मेरो हात दिएँ छिट नचाने जाऊ नचा फुडो खाम अब चाहिँ फुडो खाने चाहिँ यसो अनि त्यसरी तल जान्छौँ म तल अहिले चाहिँ मैले एउटा भिडियो बनाउँछु यहाँ क्रिकेट खेलेको यहाँ पाइप साइप हटाउनुपर्छ पाइप साइप हटाएर हामीले यहाँ क्रिकेट खेल्ने ब्याटल अहिले फेरि नचाउ हातले नचाउ हातले निकाल्नु फुटबल खेल्ने कि नै साथी यहाँ फुटबल छ यहाँ स्कुटी हो साथीहरू ल निकाल हेलो भगाइदेखि फुटबल फुटबल अब चाहिँ तल तपाईँसित भेट्छु चाहिँ हामी तल झरङ लागिसकेको छ अब हामी चाहिँ माथि थियौँ अब तल जाँदैछौँ देख्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो हो यहाँ धेरै प्लास्टिक छन् प्लास्टिकको कागज छन् अरू त छ अब म तपाईँलाई घर पुगेपछि भेट्छु अब चाहिँ म घर आइसकेको छु अब चाहिँ म नुहाउने भएको छु अब म बाथरुममा जान्छु साथीहरू अब चाहिँ म नुहाउने भएको छु पानी आउँछ गरिन्छ नि त त्यसो म यसो छततिर जान्छु र साथीहरू चाहिँ मेरो किचन बन्द रहेछ खोलौँ न यहाँ देखाउँछ के भयो खुट्टा दिनु लागेको रहेछ नुहाउने अरे अब नुहाउने अरे म फर्स्ट टाइम नुहाउने अरे नै नमानाउँछु के नमानाउँछु ओके साथी अब चाहिँ म नुहाउने भएको छु पानी कस्तो हो एकछिन छामेर टेस्ट गरौँ चिसो पानी लास्टै त होइन साथीहरू पानी चाहिँ लास्टै चिसो होइन तर त्यो हुन्छ ठिक हुन्छ पानी पातो हल्का चिसो त्यस्तै हो अब चाहिँ म तपाईँलाई भेट्छु ल गाइस अब चाहिँ म नआएर आइसकेको छु आजको भिडियोमा यति नै तपाईँलाई मन परेको यो भिडियो लाइक सेयर सब्सक्राइब हान्नु होला ल अब आजको लागि यति नै ल बाइ